सुन्दर वस्त्र निकाली फाली कपडा महिला शरीरमा धरिन् आभूषण कन फ्याँकी कुपरिसले खाली जमिनमा परिन् सज्जन बेसुमती पनि कुमतिका सङ्गले त बिग्री गयो भन्छन् जो दुनिया लक्षण यहाँ ठिक्कैमा भयो कैकेयीसित बस्नलाई खुसीले राजा गया थिया जसै देख्या नम्र तहाँ कता गई भनी चाकर्नी सोध्या तसै क्रोधागार विषय भया कि त बुझौँ कारण छ कुन कति हो बुझाको पनि छैन गई हजुरले बुझ्नु हवस क्या न हो केटीका यी वचन सुनिकन डराई राजा नजिकमा गया कैकेयी कन क्या न यो रित गर्यो बात खोल भन्दा भया जो भन्छु म पुर्याउला भनी शपथ खाँदा जसै बात गरिन् राजा वृक्ष सरी गिर्या पृथ्वीमा यसमा बहुत जित गरिन् रामलाई वनवास भरत कनर जाइ देऊ भनी जिद गरी दुई बारले यही देऊ दिँदौ न त भन्या बाँच्नु त मुर्दासरी बोली यति कुरा भएन त भन्या मर्न्या छु बिस खाइ म त भन्या यति कुरा सुनि फिरि गिया राजा जमिनमा यता त्यो रात वर्ष समान व्यतीत हुन गयो राजा तिमुर्छा भया सब सामग्री तयार गरिकन बिहान मन्त्री हजुरमा गया देख्या चाल र महाविचार हुन गयो सोध्या पर्यो क्या भनी बिस्तार पाई सुमन्त राम लिन गया आया तहाँ राम पनि राजालाई त दुःख सुख हुनको कारण तिमी छौ भनी वनमा गई तिमी राज्य देऊ भरतलाई भन्दी भइन् यो पनि यस्ता बात सुनि बात गर्या प्रभुजीले सुन्छौ कि माई कैकेयी राजा खुसी रहून् म जान्छु वनमा के काम छ घरमा रही।